दार्जिलिङमा भड्किएको हिंसा र जसको कारण दार्जिलिङवासीको गोर्खाल्यान्ड मागमा आधारित भएर सामग्री तयार पारेको छु। यदि तपाईलाई यो भिडियो मन परेको खण्डमा कृपया लाइक र शेयर गर्न नभुल्नुहोला। दार्जिलिङवासीको यो मागको समर्थन स्वरूप नेपाली क्षेत्रबाट पनि विभिन्न स्तरमा पहलहरू भइरहेका छन्। तर विडम्बना के भइदिएको छ भने दार्जिलिङमा बसोबास गर्ने नागरिकहरूले सामाजिक सञ्जालको माध्यमबाट नेपाली समर्थनप्रति आपत्ति जनाउँदै आइरहेका छन्। उनीहरूले यतिसम्म पनि भन्न भएका छन् कि नेपाल भारतको तुलनामा केही पनि होइन र हामीलाई यो आन्दोलनमा नेपाली पक्षबाट कुनै पनि समर्थनको खाँचो पनि छैन। यस्ता अभिव्यक्ति आइराख्दा उनीहरूको समर्थनमा लाग्नु हाम्रो पनि मूर्खता नै हुनेछ। तर उनीहरूले बुझ्न के जरुरी छ भने गोर्खाली भनेको मात्र नेपाली हो। यदि संसारमा कोही गोर्खाली छ भने त्यो मात्र नेपाली हो। यदि गोर्खालीको मुद्दा लिएर नेपाली प्रति अवहेलना हुन्छ भने त्यो हामीलाई कतै सह्य हुने छैन। यसर्थ दार्जिलिङवासीलाई मेरो के अनुरोध छ भने यदि तपाईहरू आन्दोलन गर्नुहुन्छ भने गर्नुस्, तर त्यसमा